शुभ प्रभात। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा सञ्चार हेटौडाबाट पनि सुन्न सकिन्छ। आज मिति 2083 साल साउन 24 गते आइतबार, नेपाल सम्बत 1146, अगस्त 9 तारिक सन् 2026। नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। आन्दोलनमा मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार। ड्रोनबाटै अश्रु ग्यास हान्न मिल्ने साधन खरिद सहित ऐन संशोधनको तयारी। 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक लाग्दा पनि अलपत्र। सरकारी स्वामित्वका उद्योग नाफामा जान थाले। लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्ने म्यान पावरहरू आलोचित बन्दै 1 महिनामै 700 भन्दा बढी कम्पनी कारबाहीमा। पारदर्शी शुल्क निर्धारण गर्न व्यवसायीको माग। साउदी, टर्की र पाकिस्तान बीच रक्षा सम्झौता कुनै मुलुक वा शक्ति विरुद्ध लक्षित नहुन सजग। र अन्तर्राष्ट्रिय 1 दिवसीय क्रिकेटमा 5000 खेलको कोसेढुङ्गा पुरा। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 171 4780 724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज। समाचार अब विस्तारमा। सरकारले भीड नियन्त्रणका लागि गैरघातक हतियार खरिद प्रक्रिया अघि बढाउने भएको छ। कोशी र मधेसमा 2 समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले 4 जनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैरघातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुदन गुरुङले ड्रोनबाटै गैरघातक हतियार किन्ने तयारी भएको बताउनुभयो। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैरघातक हतियार खरिद गरिने उहाँको भनाइ छ। 23 भदौको जेन्जी आन्दोलनमा प्रहरीको कमजोर ब्यारिकेडलाई प्रदर्शनकारीले तोडेका थिए। त्यसपछि उनीहरू नयाँ बानेश्वरमा रहेको संसद भवनतर्फ प्रवेश गरेपछि गोली चलेको थियो। तत्कालीन प्रहरी अधिकारीहरूले संसद भवनभित्र रहेका महत्त्वपूर्ण संरचना सुरक्षार्थ खटिने स्पेशल टास्क फोर्स STF का अधिकारीहरूले अत्यावश्यक वस्तु संरक्षण ऐनले खतरा महसुस भए गोली चलाउन सक्ने अधिकार दिएको भन्दै सही अनुसार बल प्रयोग भएको दावी गरेका थिए। तनाव बढ्दै गएपछि भीड नियन्त्रणमा खटिएका अन्य प्रहरी अधिकारीहरू पनि संसद भवनभित्रै प्रवेश गरेका थिए। गृहमन्त्री गुरुङले प्रहरीको काम कारबाहीसँग जोडिने अत्यावश्यक वस्तु संरक्षण ऐन 2012 र स्थानीय प्रशासन ऐन 2028 दुवैलाई संशोधन गर्ने तयारी भइरहेको समेत बताउनुभयो। हाल सुरक्षाकर्मीको मनमा अवस्था बिग्रियो भने गोली चलाइहाल्नुपर्छ भन्ने खालको सोच रहेको भन्दै त्यही सोचलाई परिवर्तन गरेर गैरघातक उपायलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो। नेपाल प्रहरीका पूर्व आइजिपी दीपक थापा आफ्नो कार्यकालमा 76 करोड रुपियाँ बराबरको राइट कन्ट्रोल गियर, अश्रु ग्यास, शटगन, रबर बुलेट सहितका गैरघातक हतियार खरिद प्रक्रिया अघि बढाए पनि अन्तिममा रद्द गर्नु परेको बताउनुहुन्छ। नेपाल प्रहरीका अवकाश प्राप्त DIG भीम प्रसाद ढकाल प्रहरीका लागि गैरघातक हतियार खरिद र प्रविधिको अधिकतम प्रयोग गर्ने गृहमन्त्रीको तयारी स्वागतयोग्य भएको बताउनुहुन्छ। अहिले देशको मुख्य सुरक्षा चुनौती खुला सीमा भएको बताउँदै उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सीमा नाकामा CC क्यामेरा, AI जडित डिजिटल गेट तथा एक्सरे मेसिन लगायत राख्न सकिने सुझाव दिनुभयो। आजको कान्तिपुरमा यो समाचार प्रकाशित छ। 7 वर्षमा सक्ने गरी ठेक्का लगाइएका राष्ट्रिय गौरवका 2 सिंचाई आयोजना भेरी बबई डाइभर्सन बहुद्देश्य र सुनकोशी मरिन डाइभर्सन दशक नागिसक्दा पनि अलपत्र छन्। 2068-69 मा ठेक्का लागेको भेरी बबई 2075-76 मा सक्ने लक्ष्य राखिएकामा थप 7 वर्ष नागेर 14 वर्ष सकिँदा 67% मात्र काम भएको छ भने 2073-74 मा ठेक्का लागेको सुनकोशी मरिन 2080-81 मा सक्ने लक्ष्य रहेकोमा 10 वर्ष भइसक्दा जम्मा 37.81% काम भएको छ। दुवै परियोजनाको तोकिएको समयमै सुरुङ मार्ग ब्रेक थ्रू भए पनि सिभिल निर्माण सम्बन्धी ठेक्का लिएको रमण कन्स्ट्रक्सनले पटक पटक
म्याद थप्दा पनि काम नगरिदिएपछि परियोजनाका हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फका काम अझै पनि सुरु हुन सकिरहेका छैनन्। 2080 साउन अर्थात् 4 वर्षभित्र सक्ने गरी 2076 साउनमा ग्वाङडोङ युआरटिएन रमण जेबीलाई ठेक्का दिएको थियो। 6 अर्ब 16 करोडको यो ठेक्कामा हेडवर्क्स, पेनस्टक र पावर हाउस लगायतका निर्माण गर्नुपर्नेछ। तर 7 वर्ष सकिँदा पनि काम भने 45% मात्र सकिएको छ। 3 पटक म्याद थपिसकेकोमा अन्तिम पटकको म्याद आगामी मङ्सिरमा सकिँदैछ। मङ्सिरसम्म पनि प्रभावकारी प्रगति नदेखिए ठेक्का तोड्ने सरकारको तयारी छ। भेरी बबई परियोजनाका सूचना अधिकारी हरिबहादुर थापाले सुरुङ निर्माण समयमै भए पनि काममा ढिलाइ भएको स्वीकार गर्नुभयो। सुरुङ निर्माणपछि काममा ढिलाइ भएकै हो, विशेष गरी सिभिल तर्फको काममा ठेकेदार कम्पनीले ढिलाइ गरेका छन् उहाँले भन्नुभयो। त्यस्तै सुनकोशी मरिनमा सिभिल तर्फको ठेक्का 4.5 वर्ष अर्थात् 2084 असारसम्म सक्ने गरी 2079 पुस 17मा लागेको थियो। यो परियोजनामा सिभिलको ठेक्का भारतको पटेल र नेपालको रमण जेबीले पाएका छन्। तर 61% समय सकिँदा पनि 10% मात्र काम गरेपछि गत 2082 मङ्सिर 25मा ठेक्का तोडिएको छ। सिंचाई विभागले नयाँ ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। दुवै परियोजनाका सुरुङका ठेक्का भने समयमै सकिसकेका छन्। भेरी बबईको 12.2 किलोमिटर लामो सिंचाई सुरुङको ठेक्का 2071 माघमा लागेकामा तोकिएको 2076 चैत अगावै 3 वैशाखमा सकिएको थियो। सिभिल तर्फको काममा ठेकेदारले गरेको बदमासीले सिङ्गो परियोजनाको ठेक्का अवधि लम्बिएको मात्र छैन, खर्च पनि असीमित रूपमा बढ्दै गएको छ। 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र। नयाँ पत्रिकामा समाचार छ। सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योग नाफामा जान थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानुन कार्यान्वयन र टिमवर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडको 3 करोड रुपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। दुग्ध विकास संस्थान डीडीसीको कारोबार बढेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डीडीसीको व्यापार बढेको थियो। बजारमा डीडीसीका उत्पादनको माग दिन प्रतिदिन बढ्न थालेको छ। संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले वार्षिक 40 करोड घाटामा रहेको संस्थानको व्यापार 35%ले बढेर साउनदेखि नाफामा जाने अवस्था रहेको जानकारी दिनुभयो। यस्तै वायु सेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6 अर्ब 27 करोड 63 लाख रुपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1 अर्ब 10 करोड रुपियाँले बढी हो। यसैबीच लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपडा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारको मर्मत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मर्मतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण सुरु गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपडा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम सुरु गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी दिनुभयो। उहाँले उद्योग स्तरोन्नति गरेर सञ्चालन गरिने बताउनुभयो। गोर्खापत्रमा समाचार छ। नेपालबाट प्रत्येक 3 मध्ये 2 जना श्रमिक म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन्। तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने म्यानपावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ। देशको श्रम आप्रवासन प्रणालीको केन्द्रमा रहेका म्यानपावर व्यवसाय किन निरन्तर आलोचनाको घेरामा छन् त? वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य वैदेशिक रोजगार कानून उल्लङ्घन हुने क्षेत्रका रूपमा देख्नुहुन्छ। म्यानपावर व्यवसायले बेरोजगार युवालाई व्यवस्थापन गर्न महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन्। लाखौं धरौटी राखेर व्यवसाय सञ्चालन पनि गरेका छन्। 7 महिनादेखि विभागको नेतृत्व सम्हालिरहनुभएकी महानिर्देशक आचार्य भन्नुहुन्छ, तर उहाँहरूले कानून पालना गर्नुभएको छैन। वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ। विभागले अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिकप्रति जवाबदेहिता नभएको भन्दै पछिल्ला महिनामा मात्र 771 म्यानपावर कम्पनीलाई कारवाही गरिएको छ। इजाजत पाएका मध्ये हाल 1200 म्यानपावर कम्पनी सक्रिय छन्। आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुरक्षित बनाउन कार्यान्वयनमा रहेका वैदेशिक रोजगार ऐनका केही दफा मात्र कार्यान्वयनमा ल्याउँदा व्यवसाय आत्तिएको दावी गर्नुहुन्छ। प्रत्येक वर्ष करिब 5 लाख नेपाली आन्तरिक श्रम बजारमा प्रवेश गर्छन्।
त्यसमध्ये धेरैले परिवारको आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त आम्दानी हुने स्थायी तथा सम्मानजनक रोजगारी पाउन सक्दैनन्। रोजगारी पाउनेहरू पनि प्राय अनौपचारिक क्षेत्रमा कार्यरत हुन्छन्, जहाँ सामाजिक सुरक्षा वा सेवा पश्चात लाभको व्यवस्था छैन। गत वर्षको साउनदेखि न्यूनतम मासिक पारिश्रमिक 19,550 रुपियाँ तोकिएको छ, जुन जीवनयापन योग्य ज्यालाको अनुमानभन्दा कम छ। यसरी मर्यादित रोजगारी नपाउनेले वैदेशिक रोजगारीलाई छनौट गरिरहेका हुन्छन्। श्रम प्रशासनका विज्ञ पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारको क्षेत्रमा सुशासन नदेखिँदा म्यानपावर व्यवसाय बढी आलोचित बन्नु परेको बताउनुहुन्छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिगबहादुर खत्री कुमार नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष पनि व्यवसायीको टाउकोमा थोपरिएको बताउनुभयो। यो क्षेत्रमा श्रमिकले कुन शीर्षकमा कति लागत तिर्ने हो, विदेशमा गएर मागपत्र खोजेर ल्याएर सेवा दिए बापत म्यानपावर कम्पनीलाई कति पैसा शुल्क दिनुपर्ने हो भन्नेमा राज्य प्रष्ट छैन। उहाँले भन्नुभयो कि नाफा कमाउन खोलेको संस्थाले सबै सेवा निशुल्क रूपमा दिन सक्छ। अध्यक्ष खत्रीले फ्री भिसा र फ्री टिकट असफल हुनुको पछाडि सरकार आफै जिम्मेवार रहेको पनि बताउनुभयो। 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी किन आलोचित शीर्षकमा कान्तिपुरमा समाचार छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला। भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ। मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। के हो? ओ मन्दै नमस्कार। अनि घरसर बेच्नु छोडेर यतातिर कता नि? यो त साइड जब दाइ, यो चाहिँ मेन। जाऊ न। यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको। सामान राम्रो छ, ढुक्क हुनुहोस्। थाहा छ त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है। सुरक्षा घरको साथ जीवनभरको। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज। हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर.com-बाट पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी समाचार। सरकार फेरि नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठुल्ठुला बाचा पनि गरिए, तर त्रिभुवन विमानस्थलको वैदेशिक रोजगारतर्फको ढोकामा लाग्ने युवाको लामो लाइन भने घट्न सकेको छैन। चुनावी मैदानदेखि सत्ताको कुर्सीसम्म पुग्दासम्म श्रम र रोजगारीका नयाँ आशा बाँडेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहको बाचा पत्रले पनि युवाको वैदेशिक रोजगारीको बाटो मोड्न सकेको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 मा 7,52,173 नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82 मा 7,98,266 को तुलनामा 5.81% अर्थात् 46,093ले कम हो। तथ्याङ्कमा केही गिरावट देखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने युवाको दैनिकी र उनीहरूको बाध्यता भने उस्तै छ। नयाँ सरकार आएपछि असार महिनामा मात्र 69,362 नेपाली रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकतर्फ उडेका छन्। छायानाथ रारा सातकी प्रकृति साई जो अहिले अध्ययनका लागि युके जाने तयारीमा हुनुहुन्छ। नयाँ सरकारले रोजगारी देला कि भन्ने आशा थियो, तर पक्का भने थिएन। देशमै युवालाई रोजगार दिने सरकारले प्रतिबद्धता गरे पनि हालसम्म दिन सकेको छैन। उहाँले विश्वस्त हुँदै सुनाउनुभयो, म आफ्नो अध्ययनका लागि जाँदैछु, आफूले गरेको अध्ययन आफ्नै देशमा फर्केर प्रयोग गर्न त पाऊँ। सरकारी दाबी र बाचापत्रका पानाहरूसँग रोजगारीका सपना सजाइए पनि भुइँतहका युवामा त्यसको खासै विश्वास देखिँदैन। रासोपाले
सरकार गठन अघि सार्वजनिक गरेको 100 दिने प्राथमिकता तथा सार्वजनिक गरेको नागरिक करारमा 5 वर्षभित्र 12 लाख रोजगारी सृजना गर्ने, सूचना प्रविधि, कृषि, पर्यटन र उद्योग क्षेत्रमा रोजगारी विस्तार गर्ने र युवाको विदेश पलायन घटाउने लक्ष्य राखेको थियो। तर व्यवहारमा न्यून पारिश्रमिक, अस्थिर रोजगारी, सीमित औद्योगिक विस्तार र बढ्दो महँगीका कारण युवाहरू जोखिम मोलेरै भए पनि विदेशिन बाध्य छन्। बालेनको बाचाले रोकिएनन् युवा शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वाधानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्नुहुने भएको छ। शाहले भोलि सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ल्स डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। शाहले दुई साता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ। 13 चैतमा प्रधानमन्त्री बने यता शाह र काठमाडौँ स्थित राजदूतहरूबीच यो पहिलो व्यक्तिगत शिष्टाचार हुनेछ। भेटघाटको कार्यसूची मुख्यतया परिचयात्मक हुने अपेक्षा गरिएको छ। त्यस क्रममा राजदूतले शाहलाई द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउने र आफ्नो सरकारका तर्फबाट सन्देशहरू हस्तान्तरण गर्नेछन्। बैठकमा सहभागी हुने अधिकारीहरूको भने टुङ्गो लागिसकेको छैन। प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लै भेट नगर्ने अडान राख्नु भएको थियो। आजको कान्तिपुरमा प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भिड्दै शीर्षकमा समाचार प्रकाशित छ। अप्पर राहुघाट जलविद्युत आयोजनाको उत्पादन क्षमता 48.5 मेगावाट हो, तर आयोजनाबाट हाल 17.47 मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ। अर्थात् 31.03 मेगावाट क्षमताको बराबरको क्षमता उपयोग हुन सकेको छैन। चिमखोला राहुघाट मङ्गलेको पनि 35.5 मेगावाट क्षमता उत्पादन हो, तर 13.06 मेगावाट मात्र उत्पादन भइरहेको छ। अर्थात् क्षमताभन्दा 22.44 मेगावाट कम बिजुली उत्पादन भइरहेको छ। यस्तै 78 मेगावाटको सानजेनमा 57.58 मेगावाट, 32 मेगावाटको करुवा सेतीमा 11.43 मेगावाट र 18 मेगावाटको मिडल मोदीबाट 2.54 मेगावाट मात्र उत्पादन भइरहेको छ। बर्खाका बेला पूर्ण क्षमतामा आयोजनाले बिजुली उत्पादन गर्ने अवस्था भए पनि नेपाल विद्युत प्राधिकरणले नै कम क्षमतामा मात्र उत्पादन गर्न निजी आयोजनालाई निर्देशन दिएको छ। प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र कतिपय अवस्थामा मागभन्दा उत्पादन बढी भएको भन्दै आयोजनालाई उत्पादन घटाउन निर्देशन दिएको तर निजी क्षेत्रका उत्पादन कम्पनी बताउँछन्। तर मुलुकमा एलपी ग्यासको हाहाकार मचिएको र पेट्रोलियम पदार्थको भाव आकाशिएको बेला बिजुलीको आन्तरिक खपत बढाउनेतर्फ सरकारले ध्यान नदिएको भन्दै सरकारवालाले असन्तुष्टि जनाएका छन्। पूर्व सचिव कृष्णहरि बास्कोटा प्रसारण लाइन र ट्रान्सफर्मरको क्षमता बढाएर विद्युत खपत गर्नेतर्फ सरकारको ध्यान नपुगेको बताउनुहुन्छ। सरकारले आगामी वर्षहरूमा विद्युत उत्पादन ठूलो मात्रामा बढाउने लक्ष्य लिएको छ, तर बर्खाका बेला उत्पादित बिजुलीको पुरै उपभोग भइरहेको छैन। अहिले नै जडित क्षमताको ठूलो हिस्सा उद्योग गर्न नसकिएको अवस्थामा उत्पादन क्षमता थप्नुका साथै प्रसारण पूर्वाधार, आन्तरिक विद्युत खपत र निर्यात बजार विस्तार नगरेसम्म लगानीकर्ताले निर्माण गरेको क्षमता कागजमै सीमित हुन सक्ने जोखिम देखिएको बास्कोटा बताउनुहुन्छ। देशैभर खाना पकाउने ग्यास एलपी ग्यासको अभाव छ, त्यसकारण सर्वसाधारण दैनिक जीवनमा शास्ति खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ। वैकल्पिक इन्धनको प्रयोग बढे पनि त्यसले सबैको आवश्यकता पूरा गर्न सकेको छैन। तर इन्डक्सन चुलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोग तर्फ सर्वसाधारणलाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान जान सकिरहेको छैन। बर्खामा बिजुलीको खेलो खपत बढ्न नदिन कसको खेलोमेलो शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ। विवाह, व्रतबन्ध, भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ।
घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटेलका बुफेसम्म बासमतीको प्रयोग बढ्दो छ, तर यही बास्नादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति, भौगोलिक सङ्केत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोडिएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी गरी अघि बढाएसँगै बासमती चामल, इलाम, चिया, जुम्लाको सिमी, भक्तपुरको जुजु धौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक सङ्केत सम्बन्धी छुट्टै कानून बनेको छैन। संविधानको धारा 25 मा उल्लेख गरिएको सम्पत्तिको अधिकारले बौद्धिक सम्पत्तिलाई पनि सम्बोधन गरेको छ र प्रतिलिपि अधिकार ऐन 2059 ले बौद्धिक सम्पत्तिलाई व्याख्या गरेको छ। तर पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन 2022 लाई समय सान्दर्भिक बनाउन नै औद्योगिक सम्पत्ति सम्बन्धी ऐन ल्याउन लागि हो। नेपालले ईयूमा प्रतिवाद गरेपछि एपिडाले नेपालका उद्योगले लिएका बासमती ट्रेडमार्क विरुद्ध उद्योग विभागमा नै उजुरीको ताँती लगाएको छ। अधिवक्ताहरूका अनुसार यस्ता उजुरी 20-25 वटा पुगिसकेका छन्। एपिडाले 12 वैशाख 2075 मा बासमती ट्रेडमार्क नक्कल गरेको आरोप लगाउँदै शिवशक्ति एग्री प्राइभेट लिमिटेडको ऊर्जा राइस र जीरा प्रिमियम बासमती राइस ट्रेडमार्क विरुद्ध उद्योग विभागमा उजुरी दियो। विभागले ठोस प्रमाण नपुगेको भन्दै 15 वैशाख 2082 मा शिवशक्तिकै पक्षमा फैसला सुनायो। शिवशक्ति समूहका महाप्रबन्धक पंकज मल्लिक भन्नुहुन्छ, बासमती एउटा देशको मात्र हो भन्ने होइन नि, कुनै देशमा खास जातको बासमती होला, तर बासमती नाममा त एकाधिकार हुन सक्दैन। मुद्दा विचाराधीन रहेका बेला भने कम्पनीले केही समय अन्य नाममै चामल बेच्नु परेको उहाँको भनाइ छ। नेपालको खाद्यान्न व्यापारको तथ्याङ्कले पनि यी विवादको आर्थिक पाटो उजागर गर्छ। नेपालले गत आर्थिक वर्षमा मात्रै 8 अर्ब 40 करोड रुपियाँ बराबरको बासमती चामल आयात गरेको थियो। समग्र धान चामल आयातमा भारतकै हिस्सा सबैभन्दा ठूलो छ। यस विपरीत नेपालबाट धान चामल निर्यात नगण्य छ। गत वर्ष 28,000 रुपियाँ बराबरको कनिका मात्र निर्यात भएको थियो। नेपालमा झण्डै 14 लाख हेक्टरमा धान खेती हुने गरेकामा करिब 1,50,000 हेक्टरमा मात्रै बासमती लगायत सुगन्धित धान फल्छ। हाल करिब 60 राइस मिलले विभिन्न ब्रान्डमा यो चामल बेच्दै आएका छन्। बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहाखबर.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहाखबर.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहाखबर.com मा। आत्मनिर्भर हुन सकिन्छ ढुक्क भएर, जीवन यापन गर्न सकिन्छ ढुक्क भएर। जीवन बिमाका लागि अभिकर्ता बनी, जीवन बिमाबाट आम्दानी ढुक्क भएर। ढुक होइन, ढुक्क हूँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज। नेपाल परिवेशमा अब बाँकी समाचार। गत 21 फागुनको निर्वाचनमा एउटै सिट पनि नजितेका 9 राजनैतिक दलहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। काठमाडौँको नयाँ बानेश्वर स्थित एक पार्टी प्यालेसमा शनिबार सम्पन्न कार्यक्रममा मोर्चा घोषणा गरिएको हो। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी मिलेर मोर्चा घोषणा गरेका हुन्। देशको विद्यमान संकटलाई अग्रगामी निकास दिन मधेस, थरुवट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरूले मोर्चा घोषणा गरेको नेताहरूले दावी गरेका छन्। मोर्चाले 28 वटा उद्देश्य अघि सार्दै अवधारणा पत्र सार्वजनिक गरेको छ।
सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानमा हालै गरेको नयाँ नियुक्ति प्रक्रिया र शपथ ग्रहण विवादित देखिएको छ। कानून त कुलपति त्रयलाई प्रधानमन्त्रीले शपथ ग्रहण गराउनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि रासोपा सरकारले यसपटक विभागीय मन्त्रीबाट शपथ गराएको छ। प्रतिष्ठानका पूर्व जिम्मेवार पदाधिकारीहरूले समेत शपथमा कानून मिचिएको गुनासो गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको ऐनअनुसार कुलपतिलाई प्रधानमन्त्रीले शपथ गराउनुपर्छ। त्यसपछि कुलपतिले उपकुलपति, सदस्य सचिव र प्राज्ञ सभाका अन्य सदस्यहरूलाई शपथ गराउनुपर्छ। तर यसपटक प्रधानमन्त्रीले गर्नुपर्ने काम रासोपाबाट सरकारमा गएका विभागीय मन्त्रीले गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राई कानूनले स्पष्ट व्यवस्था गर्दा गर्दै पनि वर्तमान सरकारले मनोमानी गरेको बताउनुहुन्छ। प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी अन्नपूर्ण पोस्टमा समाचार छ। सरकारी इमेलहरूको सुरक्षा अवस्था र सम्भावित डेटा चोरीको निगरानी गर्ने चर्चित वेब पोर्टल ह्यावाई बिन पर्नको सदस्यका रूपमा नेपाल पनि आबद्ध भएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार यस्तो आबद्धता जनाउने नेपाल विश्वका 47औं सरकारी निकाय हो। यो प्रणालीको प्रयोगपछि सरकारका विभिन्न निकायले प्रयोग गर्ने इमेल कुन समयमा र कहाँ कम्प्रोमाइज्ड भएका छन् भन्ने विवरण प्राप्त हुन्छ। यस पोर्टलमा आबद्ध भएसँगै सरकारी इमेलहरूको सुरक्षा जाँच सुरु भइसकेको साइबर सुरक्षा केन्द्रले जनाएको छ। कान्तिपुरमा समाचार छ। संसारभरिको खबर मोबाइलमा एकैछिनमा फैलिन सक्ने 21औं शताब्दीको समय हो यो। एउटा सानो गाउँमा त कुनै पनि खबर एकैछिनमा फैलाउन सकिन्छ। सामाजिक सञ्जालमा एउटा सन्देश लेखे पुग्छ, सूचना क्षणभरमै घर घरमा पुग्छ। तर मनाङको नासौँ गाउँपालिका 8 ताचैमा अहिले पनि कुनै महत्त्वपूर्ण खबर सुनाउन मानिसको आवाज नै गाउँको सञ्चार माध्यम बन्ने गरेको छ। कुनै पनि सार्वजनिक सूचना गाउँलाई दिनु पर्यो भने कटुवालको मद्दत लिने गरिन्छ। अझै गन्किन्छ कटुवालको आवाज। गोर्खापत्रमा समाचार छ। र चाँगुनारायण 2 दुबाकोटकी एक 73 वर्षीय वृद्धा 15 किलो रासायनिक मलका लागि 5 घण्टा लाइन बस्नु पर्यो। भक्तपुर नगरपालिका 1 की 60 वर्षीय पार्वती बायजुको धान खेत थिएन, तर लसुन र आलुका लागि उनले पनि लाइन बसेरै मल लिनु पर्यो। जिल्ला सहकारी संघले सल्लाहघारीमा मल बाँड्दा मल लिन किसानहरू तछाड मछाड गरिरहेका देखिन्थे। मल पाउनु उनीहरूका लागि कुनै युद्ध जित्नुभन्दा कम थिएन। 15 किलो मल लिन 5 घण्टा लाइन शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरब, टर्की र पाकिस्तानले सामूहिक रक्षा सम्बन्धी ऐतिहासिक सम्झौता गरेका छन्। साउदीको मक्कामा शुक्रबार भएको सम्झौताले 3 मुलुकबीच सैन्य सहकार्य, गुप्तचर सूचना आदान प्रदान र सामूहिक प्रतिरक्षा थप मजबुत बनाउने आधार तय गरेको छ। साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तय्यिप अर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार 3 मध्ये कुनै एक मुलुकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्य मुलुकमाथिको आक्रमणका रूपमा लिइनेछ। मक्का संयुक्त रक्षा सम्झौता नाम दिइएको यो सहमतिलाई मध्यपूर्वको बदलिदो शक्ति सन्तुलनमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। गत वर्ष साउदी अरब र पाकिस्तान बीच भएको पारस्परिक रक्षा सम्झौतालाई थप विस्तार गर्दै टर्कीलाई समेत समेटेर नयाँ गठबन्धन निर्माण गरिएको हो। विश्लेषकहरूले यो सम्झौताले मध्यपूर्वमा नयाँ क्षेत्रीय सुरक्षा संरचनाको आधार बनाउन सक्ने बताएका छन्। इजरायल र इरान बीचको शक्ति प्रतिस्पर्धा बीच दुवैप्रति सतर्क रहने गरी साउदी, टर्की र पाकिस्तानले छुट्टै शक्ति केन्द्र निर्माण गर्न खोजेको उनीहरूको आकलन छ। तर सम्झौताले 3 मुलुकलाई एकअर्काको रक्षाका लागि व्यवहारमै कति बाध्य पार्छ भन्ने स्पष्ट भइसकेको छैन। गठबन्धनलाई कुनै मुलुक वा शक्ति विरुद्ध लक्षित सैन्य समूहका रूपमा प्रस्तुत नगर्न हस्ताक्षरकर्ता देशहरू पनि सतर्क देखिएका छन्। अब खेल समाचार। डन्डीमा शुक्रबार स्कटल्यान्ड र क्यानाडा बीच विश्व क्रिकेट लिग 2 को खेल ऐतिहासिक रह्यो, किनभने यससँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटले 5000 खेलको कोसेढुङ्गा उपलब्धि छोएको छ। स्कटल्यान्डको डन्डी र आयरल्यान्डको ब्रेडीमा यस साता वर्षाले खेल रद्द नगरेको भए आयरल्यान्ड र अफगानिस्तान बीचको श्रृङ्खलाको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलले 5000 खेलको आँकडा छुने थियो। डन्डीमा स्कटल्यान्ड र क्यानाडा तथा ब्रेडीमा आयरल्यान्ड र अफगानिस्तान बीचको खेल 4979 खेलको रूपमा रहेका थिए। आयरल्यान्ड र अफगानिस्तानको खेल वर्षाका कारण आधा घण्टा ढिला सुरु भएको थियो भने डन्डीमा स्कटल्यान्ड र क्यानाडा बीचको खेल निर्धारित तालिकामै सुरु भएपछि यो खेल अङ्कका आधारमा कोसेढुङ्गा बन्न पुगेको थियो। सन् 1971 मा यो खेलको जन्म भएको थियो। पछिल्ला 55 वर्षमा यो आफ्नो स्वरूप फेर्दै अगाडि बढिरहेको छ। सुरुवाती 1000 खेलको लम्बाइ फरक रह्यो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सुरुवाती 3 विश्वकप 60 ओभरको खेल थियो। त्यही बेला इङ्ल्यान्डले आयोजना गर्ने द्विपक्षीय श्रृङ्खला भने 55
ओभरको हुन्थ्यो। सुरुतिर अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानमा हुने खेल 40 ओभरका हुन्थे, होइन भने 35 ओभरको, तर ती 8 बलको 1 ओभर हुने खेल थियो। एसियातिर 40 ओभरकै खेल हुन्थ्यो, त्यो हुन्थ्यो 6 बलको। सन् 1995मा इङ्ल्यान्ड र वेस्ट इन्डिज बीचको 1002औं खेल 55 ओभरको थियो। इङ्ल्यान्ड र वेस्ट इन्डिज बीचको त्यही श्रृङ्खलामा हजारौं खेल पनि खेलिएको थियो र नटिङहममा भएको थियो। यो खेल रिजर्भ डे विश्राम दिनसम्म पुगेको थियो। आजको कान्तिपुरमा समाचार छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। आन्दोलनमा मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार। ड्रोनबाटै अश्रु ग्यास हान्न मिल्ने साधन खरिद सहित ऐन संशोधनको तयारी। 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक लाग्दा पनि अलपत्र। सरकारी स्वामित्वका उद्योग नाफामा जान थाले। लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्ने मेन पावरहरू आलोचित बन्दै 1 महिनामै 700 भन्दा बढी कम्पनी कारबाहीमा। पारदर्शी शुल्क निर्धारण गर्न व्यवसायीको माग। साउदी, टर्की र पाकिस्तान बीच रक्षा सम्झौता कुनै मुलुक वा शक्ति विरुद्ध लक्षित नहुन सजग। र अन्तर्राष्ट्रिय 1 दिवसीय क्रिकेटमा 5000 खेलको कोसेढुङ्गा पुरा। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।